हेलो गाइज वेलकम ब्याक टु द न्यू ब्लग के सबैजना ठिकठाक हुन्छ होला। अनि हिजोको भिडियोमा चाहिँ नि मैले यो रुम हाम्रो सफा गरेको थिएँ सक्नुहुन्छ। यो अझै जस्तै छक्क छ अनि यतातिर चाहिँ बढाएर भ्याइसकेको थिएँ हिजो चाहिँ त्यो बढाएको देखाएन। अनि आज चाहिँ नि फेरि पनि मैले अर्को काम गर्न लागिरहेको छु रुमभित्रै नै त्यो काम रहेको छ। अब यहाँभित्र प्लान्टिङ गर्ने के भन्छ प्लान्टिङ के त्यही गर्ने यतातिर या त यहाँ यस्तोलाई तल राखेर गर्ने हेर्न सक्नुहुन्छ। यो चाहिँ कुनै के खालको पात हो, यो के खालको पातवाला बुट्टा हो, यो पातबाट चाहिँ बुट्टा उम्रिन्छ यसको पनि त्यो वाला हो। अनि यो चाहिँ नि यत्तिकै यो चाहिँ के भन्दाखेरि यो पानीमा नि हुर्किने माटोमा नि हुनेवाला यो त्यसबाट आएपछि अलिअलि के हुन्छ कुनै थाहा भएन। यत्तिकै सो पिस मात्रै हो यो पनि। र यो चाहिँ पुदिना होइन। अनि यतिका चाहिँ तलदेखि गोडेर लिएर आऊ लुकाएर छ्याट्टा छुट्टा। अनि यो फेरि अर्को यो के हो, यो मनी प्लान्ट टाइपकै के भनेर लिएर आइकिरे अब के निक्लिन्छ भाउ यस्तै निस्किने हो। यसो हेर्दाखेरि योभन्दा चाहिँ यो अलि फरक छ। यो अलि यसमा चाहिँ अलि बढी हरियो हरियो छ। यो पात फेरि त्यस्तै सेतै भइरह। यो चाहिँ अलि बढी सेतो छ अनि यो यस्तो छ। अनि यसलाई लाउनको लागि चाहिँ नि यहाँ माटो लिएर सुन्छ बाहिर राखेको छ माटो। यहाँ अब चाहिँ यहीँ तल राखेर बनाइन्छ होला सायद यो सबै। अनि अब चाहिँ नि मेरो यो हिजोको प्रोफेसनल क्यामेरा स्ट्यान्डमा अब यहाँ क्यामेरा अड्डाएर भिडियो गराउँछु म। बत्तलहरू चाहिँ नि मैले अहिले काटिसकेँ नि हेर्न सक्नुहुन्छ। दुईवटा बत्तल यो भयो, यसलाई चाहिँ यहाँ माथि यो ढक्कनवालालाई चाहिँ माथि यस्तरी झुन्डाइदिने। अनि तिनवटा चाहिँ यो अनि त्यो चाहिँ नि यहीँ तल केसीमा अट्ठिन्छ या त यो झ्यालहरूमा अट्ठिन्छ। यो झ्यालमा भयो अनि उता त्यो झ्यालमा भयो, यहाँ ऱ्याकमा भयो होइन। लाउने ठाउँ चाहिँ धेरै छ तर बुट्टा एकदम कम छ। अनि यति गरेर अब चाहिँ लाइन्छ आजलाई। अनि अब अन्त जानुभन्दा पहिला अगाडि सबैजनाले लाइक र सब्सक्राइब गरिदिनु। यदि नयाँ हुनुहुन्छ भने लाइक अनिवार्य गरिदिनु होला है। अब चाहिँ यो भिडियो बुट्टाहरू लगाम। सो गाइस अब चाहिँ ढिला नगरिकन झाँचुको लगाम होइन। किनभने डाइनरलाई गोडेर ल्याएको पनि धेरै टाइम भइसक्यो। बिचरा पातहरू पनि खस्राक्क भइसक्यो। सो सुरुमा यसैलाई चाहिँ लगाउँछु यो माटो हालेर। फाइनली गाइज एउटा चाहिँ भइसक्यो। हेर्न सक्नुहुन्छ राम्रो एकदम बबाल देखेको छ। राखौँ एज यु क्यान सी गाइड्स यो पनि भइसक्यो। रेडी भयो पनि एकदम बबाल भइसक्यो होइन। बबाल बसाउँछ होइन। हुन्छ गाइज यो पनि भइसक्यो एकदम रेडी भयो पनि एकदम बबाल देखेको छ होइन। हल्का मुद्रिसक्यो पानी नभएर। अब यसको पाली अब लास्ट
एज यु क्यान सी गाइज हेर्न सक्नुहुन्छ यस्तो बवाल तरिकाको भएको छ। अनि यसमा चाहिँ हल्का पानीको कमी भएको, मतलब धेरै बेर राखेको भएर हेर्न सक्नुहुन्छ यस्तो भयो, पानीको कमीले पनि भनौँ। अनि यो चाहिँ हाम्रो बाहिर थियो होइन, यो चाहिँ पहिले लगाएको थियो यसलाई। अनि यो चाहिँ यस्तो बवाल तरिकाले भएको छ। यसको चाहिँ बहुत धेरैचोटि उस पनि लिफ काटिदिएको पनि छ, त्यसलाई के भन्छ यार, ट्रिमिङ भइसकेको पनि छ। यसको बहुत धेरैचोटि ट्रिमिङ भइसक्यो। अनि अब यिनीहरूको पनि हुन्छ पालै पालो। आज चाहिँ यसको पनि हुनसक्छ सायद, किन भन्दा यो धेरै यता लाद्राङ्ग परेको छ। सकेसम्म आज काट्दिनँ होला मैले यसलाई, यस्तो बचाउनु पऱ्यो नि त होइन। अनि यो यस्तो दामी देखिएको छ होइन, सबसे क्युट यो देखिएको छ। अनि त्यसपछिको यो बवाल, त्यसपछि त यो त पहिल्यैदेखि नै थियो नि, त्यही भएर ठिकै छ। अनि यो पनि ठिकै हरिब देखियो कि, यो पनि चर्लक्क वरिपरिबाट भयो यो चाहिँ नि। अनि अब यिनीहरूलाई पानी दिनु पऱ्यो पहिलो कुरो त। अनि वहीँ काटेको मध्ये यो बोतल र अर्को त बाहिर राखेको बोतलमा चाहिँ लगाएन, किन भन्दाखेरि यो यहाँ झुन्डाउनको लागि माथि यस्तो यो जुन यो भयो नि, यस्तोले गर्दाखेरि मिल्ने भएन। कि त एउटा टेढो पर्ने भयो, कि त एउटा यता टेढो पर्ने भयो। अनि त्यही भएर गर्दाखेरि अब यो चाहिँ सबैभन्दा ठुलोवाला डिब्बा चाहिँ नि यहाँ राखिन्छ होला, ठुलोवाला र पुदिनाहरू। अनि यो सानोवाला डिब्बाहरू उता या त यहाँ टेबलमै कर्नरतिर राखिन्छ, दुईवटा गरेर राखिन्छ एकदम बवाल तरिकाले। यिनीहरूलाई हेर्न सक्नुहुन्छ। अनि यसमा चाहिँ यहाँ धेरै पानी हालिदिँदा यहाँ खाल्टो परिसकेको रहेछ नि, यसलाई चाहिँ अलि ध्यान दिनुपर्छ। यसलाई चाहिँ सिधै सुरुमै यहीँ राखिदिउँ। यसको छाउँ मेन ठाउँ चाहिँ नि यसको बाहिर गराइदिएको थियो, अब यो भित्रै बस्छ यहीँ। यति भएपछि चाहिँ यसको पातहरू चाहिँ हामीले खाइरहेको थियौँ होइन, यसलाई ट्याक्क टिपेर र हल्का कुटु 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 कुटेर हामीले चाहिँ ट्याक्क गरेर यसलाई खाएपछि ठिक हुन्छ भनेर, के रोग लाग्दैन भनेर खाइदिउँ। अनि यो पनि सेम पुदिना, यसलाई पनि यहाँसिन राखिदिउँ होइन, एकदम बवाल भयो। र यो होइन, यो नै यो वाला डिब्बा चाहिँ नि यहाँ आउँछ, एकदम बवाल। यति गएपछि यो चाहिँ भयो। अनि अब यो छोटो सा डिब्बा चाहिँ नि यहाँ आउँछ, छोटो सा बुट्टावाला त्यहाँ कर्नरमा भयो। अनि तँ कहाँ बस्छस् भन्दा त यहाँ बस्छस्, एकदम ल बवाल तरिकाले। यहाँ तिनवटा भयो, अनि यहाँ यता छेउतिर एउटा, अनि यहाँ चाहिँ एउटा कुनामा भयो। यो चाहिँ हल्का यस्तो गरेर राखिदिनु पऱ्यो क्या। यति भएछ बवाल देखियो होइन, हेर्न सक्नुहुन्छ है। योवाला चाहिँ हरिब लाग्यो। अब यो फेरि भैँसा फार्नु पऱ्यो फेरि। अब यस्तो माटो आएको छ, हिजो भर्खरै त सब छ्याक्क पारेको, फेरि माटो आयो। अनि आज चाहिँ यो तारको पनि बन्दोबस्त गरिदिनु पऱ्यो। ऊ त्यहाँ त्यो बोर्डदेखि पनि अब तार थुनिदिनु पऱ्यो क्या, त्यति गर्नु पऱ्यो। सरसफाइ गरौँ, सबैभन्दा सुरुमा चाहिँ अब सरसफाइ गरौँ, अनि त्यसपछि चाहिँ नि अरू गरौँला। अनि टक्क यहाँ माटो हेर्नु सक्नुहुन्छ, यस्तो बवाल तरिकाले माटो बहुत धेरै। यो चाहिँ नि हल्का चुड्डेको पातहरू होइन, बुट्टाहरू हेर्न सक्नुहुन्छ है। यसलाई चाहिँ यस्तो गरेर फालिदिने सिधै, केही काम छैन यसको यहाँभित्र। अब फाल्यो। सो फाइनली गाइज अब चाहिँ कुचो हान्नुपर्छ होइन, झाडु हान्नुपर्छ अब यो सब माटोलाई। सो गाइस पानी पनि आइसक्यो ट्याक्क लाएर, अब चाहिँ बुट्टाहरूलाई हालिदिन्छु म। अनि त्यसपछि फेरि भेटौँला है त। सो गाइस अब बुट्टाहरूलाई पानी दिएर भयो, अब चाहिँ आफूले पानी लेख्ने चिसो। A few minutes later. सो गाइस अहिले चाहिँ ट्याक्क लाएर सबै गरेर भयो। अनि मस्त ढाड दुख्यो होइन, मस्त तरिकाले हरिद धौ भयो। अनि यहाँदेखि के देखाउन चाहन्थेँ तपाईँहरूलाई, ट्याक्क आँप फलेको देख्नु भयो, ट्याक्क आँप फलेको देख्नु भयो। ट्याक्क लाएर टिपेर खुर्सानीसँग खाने भन्ने सोच्नु भयो होला, तर त्यस्तो गर्न मिल्दैन है। किन भन्दा यो झ्याल चाहिँ अलिक धेरै टाढा छ, यहाँदेखि झ्यालदेखि बुट्टा चाहिँ धेरै टाढा छ। अनि
आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। यदि नयाँ हुनुहुन्छ भने जरुर नै सब्सक्राइब गरिदिनु। हस्त जय नेपाल।